एउटी साह्रै नै गरिब बुढी थिइन्। बिचारीको कोही पनि थिएनन्। जङ्गलमा गएर दाउरा खोजी गाउँमा लगेर बेच्दै बडो मुस्किलले उनी आफ्नो पेट पाल्थे। एक दिन त्यसै गरी उनले जङ्गलमा दाउरा खोज्न जाँदा उनले झाडीमा कुखुराको एउटा फुल भेटाइन्। सायद बनैया कुखुराको फुल थियो। उसले त्यो फुल घरमा लगेर बडो जतनले राखिन्। केही दिनपछि त्यो फुल राखेको ठाउँबाट उनले कुखुराको चल्लाको आवाज सुनिन्। गएर हेर्दा उनले एउटा खुबै राम्रो रहरलाग्दो कुखुराको चल्ला देखिन्। बुढीले त्यस चल्लालाई आफू नखाएर भए पनि जिउत्युँ गरी हुर्काइन्। एक दिन त्यो कुखुराको चल्लो ठुलो भयो अनि त्यो कुखुरोले, बुढी आमा, तिमीसँग पैसा छ भने देऊ न, पसलबाट केही किनेर ल्याउँछु भन्यो। कुखुराले मान्छेले जस्तै बोलेको सुन्दा बुढी छक्क परिन् अनि आफूले बडो मुस्किलले बचाइराखेको 1 पैसा झिकेर दिइन्। कुखुराले त्यो पैसा लिई चामलको एउटा खुबै ठुलो पसलमा गएर भन्यो, पसले दाई, मलाई झट्टै 1 पैसाको चामल दिनुहोस् त। अनि पसले पनि छक्क परेर भन्यो, 1 पैसाको चामल कति आउँछ र? थाहा प केमा लाने? अनि कुखुराले भन्यो, मेरो कानको प्वालमा जति अटाउँछ त्यति नै राखिदेऊ। अनि पसलेले पनि त्यति सानो प्वालमा कति नै अटाउला र भन्ने सोचेर उनले हुन्छ भनेर कुखुराको कानमा चामल हाल्न थाल्यो। तर के अचम्म, पसलेको चामलले भरिएको त्यत्रो ठुलो पसल सबै सकिएर गयो। तैपनि त्यो कुखुराको कान भने भरिएन। अन्त्यमा पसलेले हताश भएर भन्यो, यो तिम्रो पैसा फिर्ता लिऊ अनि मेरो सबै चामल फिर्ता गर। कुखुराले पनि हुन्छ भनेर आफ्नो पैसा पहिले नै लिएर अलिकति चामल खन्याएर भुर्र उड्यो। घर पुगेर कुखुराले भन्यो, बुढी आमा, ठाउँ खाली गर। बुढीले पनि कुखुराले भनेको जस्तै गरिन् अनि कुखुराले आफ्नो कानबाट चामल खन्याउन थाल्यो। त्यो बुढीको सानो झुपडी चामलले भरियो। फेरि कुखुरा उडेर एउटा दालको पसलमा पुग्यो। त्यसलाई पनि उसले चामल पसलेलाई